यो भिडियोमा चाहिँ we are going to talk about 5 laws that secretly control your life. 5 laws that secretly control our lives. Yes. हैन? सो यो 5 वटा लजहरुको बारेमा नि हामी अलिकति माइन्डफुल भएर यसो सोचेर थाहा पाइराख्यो भने एकदम राम्रो कुरा हो. It's going to be so interesting. हल्का भयो भने त्यो माइन्डमा कता कता भयो भने अवेरनेस एउटा कन्सियस अनकन्सियस माइन्डमा भयो भने अवेरनेस बसिरहेको छ कि भिडियो हेऱ्यो भने जस्तो लाग्यो. हो नखुलेको पर्सपेक्टिभहरू खुल्छ या तर हुन्छ नि यस्तो सुन्दाखेरि. हैन? सो द फर्स्ट वान इज मर्फीज ल भनेको त थाहा होला तपाईलाई. सुन्नु चाहिँ सुनेको मात्र हो तर मलाई याद चाहिँ छैन. The more you fear of something happening, the more likely it is to occur. Stop feeding your fears. तर हो यो चाहिँ यो डिप छ तर खासमा भन्ने होइन. किनभने टेन्डेन्सी त फियरबाट रन गर्ने हो नि त. द्याट्स द ह्युमन टेन्डेन्सी जस्तो लाग्छ नि त मलाई. किन हामी इभोल्युसनरी नै त्यसरी बिल्ड छ नि त. द्याट्स वाइ वी हेभ टु सोर्ट अफ गो अगेन्स्ट द लज अफ इभोल्युसन भने जस्तो क्या. अब हाम्रो इन्नेट एउटा नेचर ब्रेनको त कस्तो भने त सिचुएसन आउने बित्तिकै रन अवे फ्रम इट होइन. मेक इट किप ब्रिङ यर सेल्फ टु सेफ्टी भनौँ न हाम्रो नेचुरल डिफल्ट होइन. सो हामी क्या इन्टेन्सनल हुनु पऱ्यो नि त त्यसमा हाम्रो. त्यही भएर त कम्फर्ट जोनबाट बाहिर निस्किने कुराहरू दिज अल कम्स डाउन टु फियर नि त. यो त्यो पनि भयो. अर्को कुरा चाहिँ कस्तो भने जस्तो बच्चाहरूको लागि भन्छ नि अब केही कुरा हामी सोचिरहन्छ ए नहोस् 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 भनेर त्यही हुन्छ नि. लडिदिन्छ नि लड्लाग्यो भने लड्यो भने जस्तै क्या एउटा त्यो फिलिङ भएर हुन्छ नि कहिले काहीँ. डु यु थिङ्क इट ह्यापन्स बिकज वी थिङ्क टु मच? के हुन्छ होला त्यस्तोलाई? अब हुन पनि सक्छ. स्टप फिडिङ योर फियर्स भनेर भनेछ नि त. सो हामीले जति त्यसको बारेमा कुरा गऱ्यो सोच्यो अनि झन् त्यसले झन् पावर बढ्दै जाने भयो. भन्छ नि द मोर यु टक अबाउट समथिङ द बिगर इट गेट्स भनेर भन्छ नि त होइन. मेक सेन्स. जस्तो फियरको बारेमै कुरा सोच्दै गएपछि जस्तो फियर 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 ल होला कि के होला के होला के होला के होला भनेर सोच्दै गएपछि केही न केही भइदिने भयो क्या. अब जस्तो लेट्स से इक्जाम्पल म यहाँबाट अब सिटी ड्राइभ गरेर जाँदैछु होइन. मलाई गाडीमा अब अलिकति होइन डाउट छ अरूले गाडी पुग्ला नपुग्ला के होला भनेर होइन. तपाईँ गाडी चलाउँदै हुनुहुन्छ ल के होला कि के होला कि के होला कि भनेर सोच्दै जानुभयो भने लाइक बाटोतिर केही न केही हुन्छ भन्नुहुन्छ क्या. सोच्नु भएन त्यस्तो. डोन्ट फिड योर फियर्स. फियर्सहरू चाहिँ त्यो त्यही डर लाग्ने कुराहरू चाहिँ अब धेरै सोच्नु हुँदैन. त्यो नडराइकन निडर हुनुपर्छ. ल नम्बर 2 भनेको चाहिँ नम्बर 2 चाहिँ किडलिन्स ल. राइटिङ अ प्रब्लम डाउन क्लियरली इज हाफ द सल्युसन. क्ल्यारिटी इक्वल्स टु पावर. Clarity equals to power. Power. So writing problem अब केही प्रब्लम भइरहेको छ भने फिजिकली लेख्नु नै हाफ द प्रब्लमको सल्युसन भयो कि गाइस. त्यसपछि अनि दिमाग इज गोइङ टु ट्रिगर किनकि ब्रेनको कामै एन्टिसिपेट गर्ने भयो त. सो यु रिटर्न इट डाउन प्रपरली कि मलाई यो प्रब्लम भइरहेको छ भनेपछि अब सल्युसन खोज्नुतिर हेल्प हुने भयो नि त त्यो एन्टिसिपेसनले गर्दाखेरि. प्रब्लम आइडेन्टिफाइङ नै फर्स्ट कुरा भयो नि होइन. हामीलाई कहिले हुन्छ होला नि लाइफमा हुन्छ नि रियल प्रब्लम चाहिँ के भनेर आइडेन्टिफाई गर्नै टाइम लाग्ने भयो. त्यही भएर लेख्न पायो भने त त्यो आफ्नो आँखा अगाडि छ यही हो एक्चुअली दिस इज द प्रब्लम नाउ थिङ्क अबाउट सल्युसन भनेर जस्तो जाने भयो नि त जाने भयो. सो त अर्को भनेको चाहिँ गिल्बर्ट्स ल. योर सक्सेस इज इन योर ह्यान्ड्स. टेक रेस्पोन्सिबिलिटी, find solutions and own the outcome. आफ्नो सक्सेस आफ्नै हातमा छ. How successful you are is directly related to how much of work you put in. अब कहिलेकाहीँ त्यो वर्क मात्रै गरेर पनि भएन भनेको जस्तै हुन्छ नि. अब प्रोडक्टिभ बिजी भयो भन्दैमा प्रोडक्टिभ पनि त भएन नि त. त्यो पनि पहिला सुरु प्रोडक्टिभ हुनु पऱ्यो. पहिला सुरु त त्यो अल्छी नै हुनु भएन होइन. एफर्ट त माग्यो त्यसपछि एफर्ट लगाउनु पऱ्यो. अनि थाहा हुनु पऱ्यो कि कति चाहिँ एफर्ट लगाउनु पर्छ त.
हो नि भन्ने टाइपको क्या लाइक हुन्छ नि एकपछि अर्को केही कुरा सिकाइ गरिरहनु पर्ने कुरा हो नि त यो इट्स नट लाइक केही कुरा सिक्नुहुन्छ तपाईँलाई सबै थाहा हुन्छ भने कुरै भएन नि त अनि त्यसको अर्को पार्ट अनि जे हुन्छ त्यसको रिजल्ट त्यो ओन पनि गर्न सक्नुहुन्छ त्यही भन्छ ओन यो सिट त्यही भएर कहिले पनि अरूलाई ब्लेम नगर्नु केही चिज गडबड भयो भने सबभन्दा पहिला आफूलाई दोष दिनु अनि बल्ल यो लुक इनवर्ड्स क्या डिप छ नि यो कुरा पनि खासमा भन्यो भने यसले गर्दा भएन उसले गर्दा भएन भनेर दोष गर्नु सजिलो छ नि त तर वन्स यु स्टार्ट ब्लेमिङ यर सेल्फ एन्ड टेकिङ रेस्पोन्सिबिलिटी द्याट इज वेन थिङ्स मेरो लाइफमा अब यस्तो हुँदै भएन यति गर्न खोजेँ भनेर भन्दाखेरि पनि अब लाइक त्यहाँनिर धेरै एक्सक्युजेस अरूलाई छ भने आफैलाई गऱ्यो भने चाहिँ बल्ल अनि त्यही भएर अब त्यो यसलाई के चाहियो त साइलेन्स चाहियो सेल्फ रिफ्लेक्सन चाहियो त्यो अन्तर्वार्ता आफूसँग भएको त्यो सेल्फ रिफ्लेक्सनको बेलाको अन्तर्वार्ताले गर्दाखेरि चेन्जेस आउने हो नि त है मान्छेहरूले सेल्फ रिफ्लेक्सनको इम्पोर्टेन्सै बुझ्दैन क्या खासमा हुन्छ नि त्यो क्वाइटमा बसेर जोर्डन पिटरसनले क्या मजाले भन्छ के हुन्छ नि खाटमा बसेर बिहानको 1 बजे आफूलाई सोध्नु पर्यो के हो त त्यो कुरा मेरो लाइफ सिट भइरहेको रिजन के हो त भन्छ नि मैले के गरिरहेको छैन भने आफूलाई त्यो सोध्नु पर्यो भन्छ सोध भन्छ 1 बजे राति बिहान अनि त्यो पत्ता लगाऊ अनि फिक्स द्याट भन्छ क्या उसले क्या अरू गाडीमा चलाइरहेको बेलामा मेरो लाइक अब एकदम लाइक सेल्फ रिफ्लेक्ट गर्ने टाइम भनेको चाहिँ युजली अब बिहान 5:30 देखि 6 गाडी चलाउँदै 25 मिनट्स म त्यो धेरै जस्तो आजकल उनी सुन्दिनँ बिहान जाने रहन्छ नो म्युजिक केही पनि सुन्दिनँ मैले अनि कामको बारेमा सोच्दै दिनको बारेमा सोच्दै आफूले के गरेँ हिजो के भयो कस्तो भयो होइन अब के गर्नु छ भन्ने टाइपको जुन कुराहरूको अलिकति डिब्रिफिङ माइन्डमा फेरि हुन्छ त्यो चाहिँ मेरो ठ्याक्कै त्यो बिहानको त्यो ड्राइभमा हुन्छ क्या होइन यु मेक टाइम फर इट हल्का भयो सेल्फ रिफ्लेक्सन भयो लाइक 20 मिनट्स आइ इन द कार साइलेन्स बाई माई सेल्फ होइन गाडी अनकन्सियस माइन्डले नि चलाइरहेको त्यो सोच्नको लागि त हाम्रो कन्सियस माइन्ड चाहिँ नि हो विच वी क्यान गाडी चलाउनु अल द टाइम हाइवे हेरेर बस्नुपर्ने पनि होइन अफकोर्स मान्छेलाई त्यो टाइम हुन्छ नि मेरो सिक्रेट चाहिँ त्यो लाइक अनि अर्को भनेको चाहिँ विल्सन्स ल प्रायोरिटाइज नलेज एन्ड इन्टेलिजेन्स एन्ड वेल्थ विल फलो स्मार्ट वर्क पेज अफ स्किलतिर लाग्नु पऱ्यो आफूलाई आफूमा त्यो सिप ल्याउनलाई त्यो नलेज पऱ्यो आफूलाई काम गर्नु पऱ्यो रादर देन पैसा चेज गर्नु भन्दा जस्तै इफ यु हेभ अ गुड अपर्च्युनिटी तपाईँलाई तपाईँको कम्पनीबाट सेल्सतिर गयो भने अलिकति म्यानेजरहरू भएर तपाईँको करियर प्रोग्रेसन राम्रो देखिरहनु भएको छ तर तपाईँ कतै अड्किरहनु भएको छ एउटा डिफ्रेन्ट अकवर्ड पोजिसनमा अरे होइन त्यो बाटो त बनाउनु पऱ्यो नि त अलिकति अब आफूमा त्यो के स्किल्स पनि डेभलप गर्नु पऱ्यो कमी छ भनेर फिगर आउट गरेर त्यसमा वर्क गरेर बरु होइन त्योतिर जानलाई रेडी हुनु पऱ्यो हो भन्ने टाइपको कुरा हो यो सो हेल्पफुल हो क्या यो कुरा खासमा हुन्छ नि यो ल पनि क्या होइन विल्सन्स ल अब त्यो यो ल पनि हामीले एकदम तिमीले तर क्या दामी कुरा भन्ने नि भर्खर हुन्छ नि किनभने आफ्नो बन्नु खोजेको टार्गेट त्यहाँ छ अनि आफ्नो पोटेन्सियल पनि त्यहाँ छ तर आफूले कहिले पनि त्यो आइडेन्टिफाई गरेर त्यो अनुसार काम गरे छैन हुन्छ नि त्यहाँ पुग्नको लागि भने त कुरै हुन्छ खालि अरूको ग्रेस पाउला अनि त्यसपछि ओके काम गरेको यति भयो तँलाई म आइज भनेर भन्छ त्यो मात्र होप गरेर बस्यो भने होपफुल थिङ्किङ मात्र भयो विसफुल थिङ्किङ सो तर त्यो आइडेन्टिफाई गर्यो तिमीले भने जस्तै नि लाइक स्किल डेभलपमेन्ट गरेर म चाहिँ कसरी त्यहाँ पुग्छ भने त्यो माइन्ड सेटमा आउन सक्यो भने त विल्सन्स ल बबाल हुन्छ सो अर्को भनेको चाहिँ फाल्कल्यान्ड्स ल इफ अ डिसिजन इज अ नेसेसरी डोन्ट मेक इट समटाइम्स डुइङ नथिङ इज द बेस्ट कस्तो दामी दामी लोस के तर तपाईँले केही कुरा देख्नुभयो कि तपाईँको इम्प्लोइले केही राम्रो नराम्रो काम गरिरहेको छ एथिकली हेर्ने भने चाहिँ तपाईँलाई चाहिँ गएर त्यो बारेमा तैँले किन यस्तो गरिस् भन्नुपर्ने हो बट यु डोन्ट होइन तपाईँले केही पनि भन्दैन त्यसमा डिसिजनै के गर्नुहुँदैन कि आफ्नो लाइफमा मस्त झिङ्गा लाला होइन
sometimes doing nothing is the best move. आफ्नो बिजनेससँग नै बिजनेस के भन्छ आफ्नो कामसँग काम राख्यो भने नै राम्रो हुन्छ भन्ने टाइपको कुरा भयो क्या जस्तो लाग्यो चाहिनेभन्दा बढी उसमा होइन तर तिमीले भनेको त्यही इक्जाम्पलमा हुन्छ नि खासमा क्या दामी भयो नि त किनभने अब एज अ इम्प्लोयर उसले देखिरहेछ अब त्यहाँ काम नगरेर बसिरहेछ जिस्केर बसिरहेछ गफ होइन तर के सोच्नु पऱ्यो भने यिनीहरूले काम कतिको राम्रो गर्छ होइन त्यो कुरामा अब काम राम्रो गर्छ अब आज जिस्केर बसिरहेको देखाएको छ नि त्यसलाई प्याच भनेर किन त्यो मोरल किन डाउन गरेर राख्नु पऱ्यो होइन किन किस गर्नु राइट सही कुरा हो त्यस्तै कुरा हो ठ्याक्कै फकलेन्स ल केही कुरा नभन्दाखेरि पनि राम्रो हुन्छ भने त्यो बेकार बोलेर होइन किन चुच्चो भन्ने टाइपको कुरा रहेछ क्या एज ए फाल्टुलेन्स ल भनेर ओके सो वन्स अगेन रिक्याप मर्फिज ल जुन भनेको चाहिँ डोन्ट फियर स्टप फिडिङ यु फियर्स किनलिन्स ल भनेको चाहिँ राइटिङ अ प्रब्लम डाउन क्लियरली इज अ हाफ अ सोल्युसन गिल्बर्ट्स ल भनेको चाहिँ योर सक्सेस इज इन योर ह्यान्ड्स टेक रेस्पोन्सिबिलिटी फाइन्ड सल्युसन्स केही कुरा गर्दैछु र केही कुरामा अड्क्यो र अब के गर्ने नेक्स्ट स्टेप भने थाहा भएन मलाई अब गर्नलाई भनेर नै नबस्नु क्या देयर इज समथिङ यु क्यान डु अब त्यो के चिज भनेर पत्ता लगाएर होइन यु हेभ टु डु इट अब केही चिज लगाएर अड्किन चाहिँ भएन लेख्नु पऱ्यो मेन त त्यही त त्यसपछि विल्सन्स ल प्रायोरिटाइज नलेज एन्ड इन्टेलिजेन्स एन्ड वेल्थ विल फलो फाल्कल्यान्ड्स ल भनेको चाहिँ इफ अ डिसिजन इज नट नेसेसरी डोन्ट मेक इट सो तपाईँले यो भिडियो हेर्नु भएको छ र सब्सक्राइब गरौँ कि नगरौँ यिनीहरूलाई भन्ने टाइपको फिलिङ आइरहेको छ भने केही भएको छैन योपालि नगर्नुहोस् अर्को भिडियो फेरि जब पपअप हुन्छ त्यो भिडियो हेरेर सब्सक्राइब गर्नुहोस् रे यसमा चाहिँ कमेन्ट मात्रै गर्नुहोस् रे मैले आइ एम वेटिङ फर द नेक्स्ट भिडियो टु सब्सक्राइब भनेर अरे क्या यो भिडियो हेरेर कस्तो फिल भयो होइन मलाई चाहिँ बब्बाले लाग्यो खासमा भन्नु नि रमाइलो रमाइलो कुराहरू हो पर्सपेक्टिभै अब हुन्छ नि हो नि अब किनभने सक्सेसफुल हुन छ नट जस्ट पैसा कि यो कुरा सबै कुरामा लागु हुने कुरा भयो नि त एउटा एज अ ह्युमन बिइङ आफ्नो लाइफको जे एस्पेक्ट छ त्यहाँ एउटा सक्सेसफुल हुन ट्राई गरेर हिँडिरहेछ त्यो खालको माइन्डसेट लिएर हिँड्नु पऱ्यो खासमा लाइक अफकोर्स लाइक इट डजन्ट मिन ग्रोथ माइन्डसेट भन्ने बित्तिकै मान्छेहरूले चाहिँ कस्तो खालको कन्सेप्ट हुँदो रहेछ भनेदेखि चाहिँ ग्रोथ माइन्डसेट भन्ने बित्तिकै चाहिँ मान्छेहरूले लाइक खतरा काम गर्ने एक्सर्साइज गर्ने पैसा कमाउने हसल गर्ने यो गर्ने त्यस्तो मात्रै विचार आउने रहेछ भन्ने कुरा फिल गरेको क्या मान्छेहरूको क्या अलिकति ग्रोथ माइन्डसेट भन्ने बित्तिकै मान्छेहरूले त्यस्तो कुराहरू पनि सोच्दो रहेछ जस्तो लाग्यो इट्स नट अबाउट त्यो मात्रै होइन त्यो त अफकोर्स करियर प्रोग्रेसन त्योहरू चाहिन्छ भन्ने टाइपको चाहिँ एउटा गोल भयो तर एज अ नर्मल ह्युमन बिइङ पनि तपाईँले भनेको जस्तो हुनको लागि त्यो ग्रोथ माइन्डसेटै चाहिने हो नि त ओभरअल हेर्ने भन्नु सो इट्स भेरी भेरी नेसेसरी गाइज एन्ड प्लिज लाइक सब्सक्राइब गर ग्रिन लाइट होइन कमेन्ट गर्नुहोस् See you next one. See you in another video. Until then, signing out. Hey, you're the green light guy. Hey, let's see you in another video. Green lightning, keep lightning. Until then, signing out. Jason. Peace.